धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो। संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन। सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै हो। अनेकतामा एकता, भिन्न भाषा, धर्म, संस्कृतिको साझा घर हाम्रो देश नेपाल। सानो छ, गरिब पनि होला, तर हाम्रो मूल्य र मान्यता यति धनी छ सायद विश्वका अन्य देशहरूमा पनि होलान्। विगतमा देशले विभिन्न प्राकृतिक सङ्कट, राजनैतिक अवरोध खेप्दै आइरहेकै हो, तर ती अवरोध र सङ्कट समाधान र व्यवस्थापनका लागि हामी सबै नेपाली एक भयौँ र हाम्रो एकताको शक्तिले त्यसलाई परास्त गर्न सफल पनि भयौँ। हाम्रो एकता, सद्भाव र एकले अर्काप्रति गर्ने सम्मानलाई देख्न नसक्ने, हामी नेपाली बीच विभिन्न बहानामा फुट लगाउन खोज्ने ती अवसरवादी तत्त्वहरू पहिला पनि थिए र आज पनि छन्। समय समयमा ती तत्त्वहरू यसरी सल्बलाउँछन् र हाम्रो शान्ति र सद्भावमा अवरोध गर्न खोज्छन्। त्यसलाई हामी सबै मिलेर हराएकै छौँ र हराइरहने पनि छौँ। सुनसरीको देवानगञ्जमा आइतबार राति भएको द्विपक्षीय झडप, मृत्यु र तनावले देशका केही क्षेत्र अशान्त बन्यो। झडप, आगजनी र तोडफोडका घटना बढे। शुक्रबारसम्म आइपुग्दा विभिन्न जिल्लाका विभिन्न स्थानमा कर्फ्यू लागे। 3 युवाको ज्यान गयो, कैयौँ घाइते भए। यो अत्यन्त दुःखद घटना बन्यो। परिस्थिति लम्बिँदै गएर काबु बाहिर पुग्न सक्ने र त्यसले अथाह क्षति गराउन सक्ने त्रास व्यक्त हुन थाल्यो। परिस्थितिलाई थप बिग्रन नदिन र जनधनको क्षति रोक्न सरकार, राजनीतिक दल, नागरिक समाज, मिडिया, सामाजिक सञ्जालका प्रयोगकर्ता, स्थानीय सङ्घ संस्थाको संयमित र विवेकपूर्ण अग्रसरता अपरिहार्य बन्न पुग्यो। रासपा सभापति रवि लामिछानेले सद्भाव कायम गर्न आह्वान गर्दै विज्ञप्ति जारी गरे। त्यसको करिब 5 घण्टापछि प्रधानमन्त्री बालेन्द्र शाहले यस विषयमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखे। त्यस लगत्तै घटनाबारे प्रधानमन्त्री कार्यालयबाट विज्ञप्ति जारी भयो। सुनसरी घटनाले समाज भाडिने र एकले अर्कोलाई देख्दा डराउने अवस्था आइपुगेको विज्ञप्तिमा उल्लेख गरी रासपा सभापतिको विज्ञप्ति, प्रधानमन्त्रीको सामाजिक सञ्जाल मार्फत अपिल र प्रधानमन्त्री कार्यालयको विज्ञप्तिपछि सुनसरीको तनाव साम्य भएन, बरु यो सिरा, धनुषा, पर्सा हुँदै मध्य प्रदेशका अन्य जिल्लामा पनि फैलिन थाल्यो। सुनसरीमा घटनाको भोलिपल्टै जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको थियो। त्यही दिन दिउँसो 1 बजेपछि नेपाली सेनाको बख्तरबन्द गाडी गस्तीमा निस्क्यो। गृह मन्त्रालयले भने घटनाबारे छानबिन गर्न सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा छानबिन समिति गठन गर्यो। यही पृष्ठभूमिमा 12 साउनमै रासपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरे, जस अनुसार भोलिपल्ट बिहान 8 बजे भएको सर्वदलीय बैठकमा काङ्ग्रेस सभापति गगन थापा, पूर्व प्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल, एमाले महासचिव शङ्कर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आर्यन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, जसपा नेपालका नेता महन्त ठाकुर, जनमतका अध्यक्ष सीके राउत लगायत उपस्थित भए। सर्वदलीय बैठकमा सभापति लामिछानेले साम्प्रदायिक घटनाको कुनै पनि किसिमले राजनीतिक रूप नदिन विपक्षी दलका नेतालाई आग्रह गरे। सुनसरी घटनाको जिम्मेवारी पूर्वक छानबिन गर्ने जनाउँदै लामिछानेले अफवाह फैलाउने काम नगर्न पनि आग्रह गरे। साम्प्रदायिक आगो निभाउनका लागि जिम्मेवार भएर अभिव्यक्ति दिन सञ्चार माध्यम र राजनीतिक कर्मीलाई पनि उनले आग्रह गरे। प्रधानमन्त्री बालेन्द्र शाहले बिहिबार राष्ट्रका नाममा सम्बोधन गरेका छन्। ढिलै भए पनि सम्बोधन गरेका उनले संयम अपनाउँदै शान्ति, सद्भाव, भाइचारा र राष्ट्रिय एकता कायम राख्न अपिल गरे। आदरणीय बुवा आमा, दिदीबहिनी तथा दाजुभाइहरू, म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईँहरू सामु उपस्थित भएको छु। केही दिन अघि सुनसरीको देवानगञ्ज, सिराहा लगायतका स्थानमा भएको दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ। यस दुःखद घटनामा परि निधन हुनुभएका हाम्रा नागरिकहरू जयप्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। यति बेला जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण हुने भएकोले यथाशीघ्र मधेसबाट निर्वाचित नेताहरूले सम्बन्धित क्षेत्रमा गई नेतृत्व लिन आवश्यक देखियो। निर्वाचनमा जनताले उनीहरूलाई विश्वास गरेर मत दिएका हुन्, त्यसैले सम्बन्धित क्षेत्रका लागि उनीहरू राजनैतिक नेतृत्व हुन्। तराईका अधिकांश क्षेत्रमा रासपाले जितेको छ।
यति बेला प्रदेश सभा र स्थानीय तहमा पुरानै दलका निर्वाचित जनप्रतिनिधि छन्। त्यसैले उनीहरूले आफ्ना कार्यकर्ता, मतदाता र शुभेच्छुकसँग संवाद गर्न जरुरी छ। उनीहरूलाई भरोसा र सुरक्षाको अनुभूति दिलाउन जरुरी छ। गलत तत्त्वका गलत व्याख्याबाट अलग हुनुपर्छ। खास गरी राजनैतिक वा अन्य उद्देश्य प्राप्तिका लागि देशलाई अस्थिर र तनावग्रस्त बनाउन खोज्नेहरूको योजनासँग सचेत हुनुपर्छ। बुझ्नुपर्छ कि व्यक्तिका पहिचानका अनेकौं आयाम हुन्छन्। यदाकदा खराब मनसाय राख्नेहरूले खास पहिचानलाई अत्यन्तै ठूलो र जीवन मरणको विषय बनाउन जोड गर्छन्। त्यति बेला हरेक नागरिकले विवेक प्रयोग गर्नु र दीर्घकालीन परिणामको विश्लेषण गर्नुपर्छ। अशान्ति र हिंसालाई अस्वीकार गर्नुपर्छ। खास पहिचान जोगाउने भ्रममा पर्दा परिवार र समाजले ठूलो क्षति बेहोर्नु पर्ने हुन सक्छ। जबकि जीवन सङ्घर्षमा परिवार र समाज नै सबैभन्दा आवश्यक हुन्छ। सरकारले शङ्कास्पद गतिविधि गर्ने र सूचना फैलाउनेलाई पनि निगरानी गर्न आवश्यक। तल्ला निकायबाट आएका विश्लेषणहरूलाई गम्भीरतापूर्वक लिएर रणनीति तयार गर्न आवश्यक छ। प्रदेश र स्थानीय सरकारसँग समन्वय बढाउनुपर्छ। गृहमन्त्री स्वयं त्यही क्षेत्रमा छन्। सरकारका तर्फबाट गर्नुपर्ने र नगरी नहुने काम भइरहेकै छन्। सरकार र सुरक्षा निकायको कामलाई अहिल्यै मूल्याङ्कन र विश्लेषण गरी नहाल्नु। जो यो अपराधसँग संलग्न छ उसले कुनै पनि नाम वा बहानामा मुक्ति पाउनु हुँदैन। त्यो सरकारले गर्ला नै। आजको आवश्यकता कारबाही र सजायको होइन, शान्ति र सामान्य वातावरणमा हाम्रा नागरिकको दैनिकीलाई रूपान्तरण गर्नु हो। सजग बनौँ। यो शान्तिको पावन भूमिलाई अशान्त र आक्रोशको डडेलोमा हाल्न खोज्नेहरूलाई एक भएर हाम्रो एकताको शक्ति देखाउँ। हातेमालो गर्दै भनौँ, सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली। नमस्कार।